गाइस ल फाइनली गाइस हामी चाहिँ महढुङ्गा आइसकेको छौँ। महढुङ्गा गयो मेरो साथी गोरे ह्यारी। ल फाइनली गाइस महढुङ्गा ल हेर्नुहोस् है यो महढुङ्गा यो एकदमै ढुङ्गा विशाल ढुङ्गा जुन यो ढुङ्गा माथिको टप रहेको छ यसकै नामबाट यस मेरो गाउँको नाम महावीर रहन गएको हो। यो चाहिँ एकदमै ठुलो विशाल ढुङ्गा हो जुन कि तपाईँले जुन कल्पना गर्नुभएको सोच्नु भएको भन्दा पनि एकदम अत्याधिक ठुलो ढुङ्गा एउटै ढुङ्गाको यो एउटै ढुङ्गाको ठुलो पहाड छ। यहाँ चाहिँ भिरमा पहिला मह पाउने हुन्थ्यो हाम्रो पुर्खा पालामा। यस भिरमा चाहिँ मौरीले गुड बनाउने र मह प्राप्त गर्ने हो। मह पाउने भिर जुन ढुङ्गा यो ढुङ्गामा यो एउटै ढुङ्गा भएर यसलाई ढुङ्गा भनेको भिर भनिन्थ्यो सायद। मह पाउने भएर यसलाई महढुङ्गा भनियो भने यस ढुङ्गाको भिरमा चाहिँ मह पाउने भएर गाउँको नाम पनि महावीर हुन गयो। ल है नेपालको राष्ट्रिय झन्डा जय नेपाल र हाम्रो तामाङ कल्चरको जुन हाम्रो विभिन्न कल्चर रहेको छ हो यही ढुङ्गाको नामबाट नामाकरण हुन गएको यो गाउँको नाम हो महावीर। जुन तपाईँले देख्न सक्नुहुन्छ महावीर है। ल यो पुरै महावीर गाउँ यो खोलाभन्दा वारी मैले देखाइरहनु भएको। म चाहिँ तल त्यो खोलाभन्दा माथि एउटा तपाईँहरूले गाउँ देख्नुभएको छ यो बिच यसलाई बिच महावीर भनिन्छ वा तल्लो महावीर पनि भनिन्छ। रातो स्कुल हो यो घर देखिरहेको छ त्यहाँबाट आएको। फाइनली मलाई यहाँ आउन चाहिँ ट्याक्कै 1 घन्टा लाग्यो। ल यहाँबाट म भनिन्छु हेलो महावीर देख्न सक्नुहुन्छ है। ल गाइस यो रहेको छ यो गेर्खु भन्ज्याङ यो डाँडा पारी सर्लक्क गेर्खु रहेको छ। पारी पारी भन्दा नि यो परपट्टि चाहिँ केराघारी रहेको छ। यो महावीर यो पारी देख्नुभयो तपाईँले पुरै यो रसुवा हो। रसुवा यो धारा पानी धुसिनी तपाईँ तुवाल देख्नुहुन्छ कि तुवालले केही देखिरहनु भएको छैन। ल पुरै यो डाँडाभन्दा पारिबाट सुरेगढी पर्छ। एउटै ढुङ्गा गाउँ गाइज हो। ल साथीहरू महढुङ्गा फाइनल्ली 1 घन्टामा आइपुग्यो गाइज हाइकिङ।